नमस्कार सबैलाई फेरि पनि एकपल्ट मेरो यो फेसबुक पेजमा स्वागत जनाउन चाहन्छु र आजको विशेष गरी यो ब्लग बनाउनुको उद्देश्य के छ भने कि आजको विषय चाहिँ अर्किड फ्लावरको विषयमा मैले लिएर आएको छु र अर्किड फ्लावर चाहिँ हाम्रो सिक्किमको एकदमै राम्रो अनि सुन्दर फूलहरू मध्येमा एउटा हो र यसलाई हामीले सदाभरि बचाएर राख्नुपर्ने हाम्रो सोच हो र आउनुहोस् तपाईहरुलाई म स्थानीय खेचुपेरीको एकजना यस्तो अति आदरणीय व्यक्तित्व हुनुहुन्छ उहाँलाई म परिचय गराउन गइरहेछु जसले चाहिँ उहाँले वर्षौंदेखि यो फूलको विषयमा खेती गरेर आइरहनु भएको छ र आउनुहोस् उहाँसँग केही कुराकानीहरू गरौँ र उहाँ हुनुहुन्छ हाम्रो जुन चाहिँ मैले भने अर्किडको विषयमा है उहाँलाई धेरै जानकारी भएको उहाँले धेरै साल अगाडिदेखि नै यो अर्किड रोपन गरेर उहाँले धेरै यसमा काम गरिसक्नु भएको र उहाँ हुनुहुन्छ तपाईको अलिकति परिचय दिनुस् न हजुर नमस्कार तपाईलाई पनि मेरो नाम हो पीबी मुखिया म पश्चिम सिक्किम खेचुपेरी लेककै सामुन्ने छु र मेरो यस्तै छ अर्किड बगानहरू र यो कम्ती मात्रै छ अब फुलिसक्दैछ र मेरो तपाईले एउटा सानो होमस्टे छ खेचुपेरीमा तपाईहरु आएर अवलोकन गर्न सक्नुहुन्छ र यो अलिकति स्ट्रगल गर्नु अलिकति है साह्रै छ र तपाईहरु पनि गर्न सक्नुहुन्छ उहाँ हुनुहुन्छ अलिकति फुलको एक्सपर्ट हो तपाईले अलिक भनिदिनुस् न यो चाहिँ पहिला यसको हामीले एउटा वर्णमाला भन्ने किताबमा पढ्थ्यौं यसको एउटा कविता थियो तपाईले पढ्नुभयो हैन त्यसमा एउटा कविता थियो सिक्किमको धन हरियो वन स्वर्गको फुलबारी तिसु नखरी जंगल भोरी फुलेको छाडी भनेर भन्थ्यो र यो हराइसक्दैछ यसको स्पेस यसको जति हराइसक्दैछ यो अर्को देशतिर गइसके जस्तो लाग्यो र यसलाई हामीले कन्जर्भ गर्नुको लागि यसलाई जोगाउनुको लागि चाहिँ मैले यसको चाहिँ अहिले 4 वर्ष हो 100-150 गमला जस्तो बनाइसके मैले र तपाईहरु पनि गर्नुहोस् यो खेती यो हाम्रो तपाईको सिक्किममा यस्तो खालको प्लान्टहरु धेरै हराइसक्दैछ र तपाईहरुले सबैले जोगाड गर्नुहोस् र म साथीहरुले नि यही सन्देश दिन्छु यो हाम्रो स्टेट फ्लावर हो हामीले जोगाइ राख्नुपर्छ पहिला यो जंगल भरि थियो तर अहिले छैन यो इतिहास छ 6 महिना त यसको कोपिला बस्छ 6 महिना यसको फूल र काटेर तपाईले कुनै गमलातिर लाउनु भयो भने पनि तपाईले अब 1-1.5 महिना चाहिँ बस्छ गमलातिर यस्तो के भन्छ यस्तो बोतलतिर पानीतिर राख्नु हजुर र तपाईहरु सबैले यसलाई जोगाड गर्नुहोस् यसलाई कन्जर्भ गर्नुहोस् र यस्तो तरिकाले मोल चाहिँ यसरी बनाउनुपर्छ यो मोल हो सबै यसरी हामीले मोललाई पास गर्नुपर्छ कि अलिकति मेहनत छ मेहनतको फल राम्रै हुन्छ हजुर थ्यांक यू सर थ्यांक यू